ल मेरो बुढोले चाहिँ आज चाहिँ खुट्टा बनाउनु हुँदैछ सैटरडे स्पेशल हो एकदम पिरो गरेर माजुले बनाउने रे के भन्नु छ बुढो यता हेरेर भन्ने खालको म छैन अब चाहिँ म मटन बनाउन आँटेको मटनको लागि चाहिँ यहाँ काटेर ल्याएको छु प्याज टमाटर हो अन्त फेरि अब यसमा चाहिँ म चाहिँ अलग अलग गरेर चाहिँ बनाउँदिनँ अलग अलग भुटेर चाहिँ बनाउँदिनँ प्याज हाल्छु हो प्याज हाल्छु अब टमाटर पनि यसमै हालिदिन्छु हो अन्त टमाटर यहाँ सर्सोको तेल पनि एकसाथ हालिदिँदैछु अब चाहिँ म जिन्जर गार्लिक पेस्ट हाल्छु तपाईँहरूले हेर्दै जानुहोस् है म के हाल्छु अब जिन्जर गार्लिक पेस्ट हाल्छु हो मेरो चाहिँ टाइम हुँदैन यस्तो पिसी सबै हाल्छु हल्दी पाउडर हो हल्दी पाउडर हाल्छु हल्दी पाउडर पनि हालेँ मैले हो जिरा पाउडर हाल्दैछु जिरा पाउडर हालेर चाहिँ धनिया पाउडर हाल्छु हो म चाहिँ धेरै मसला हाल्दिनँ अलिअलि नै हाल्छु मलाई चाहिँ धेरै त्यो मसला हालेको चाहिँ मन पर्दैन तत हुन्छ नि त्यस्तो मन पर्दैन सबै हालेँ अब म यसलाई मुसेर चाहिँ तपाईँको मिट मसला चाहिँ म लास्टमा जब निकाल्ने बेला हुन्छ त्यसको 5 मिनट अगाडि हालेर चाहिँ मजाले भुटेर चाहिँ त्यो बाद मात्रै म निकाल्छु पहिल्यै मिट मसला चाहिँ यता चाहिँ उनीहरूको एकदम गफ जाँदैछ हो गफ एकदम जाँदैछ मजाले गफ गरिरहेको छ यसलाई म मिलाउँछु है मजाले मिक्स गर्छु मिक्स गरेर चाहिँ कुकरमा हालिदिन्छु कुकरमा हालेर पानी बिना हाल्छु अनि 2 सिटी लागेपछि चाहिँ यस्तै खसीको मासु ल अब चाहिँ म मासु हाल्दैछु कुकरमा अब यसमा नुन हाल्छु म हाल्छु है नुन यहाँ चाहिँ अब सुरु भयो हो मटन पुलाउ अनि कस्तो भयो बहिनी भन के भयो आमा कस्तो भयो दामी पहिला तिमी मुखमा दही